हेलो हेलो नमस्ते साथीहरू। म चाहिँ आज प्रोफेटिस इलियस चर्चमा घुम्नलाई आइपुगेको छु अनि यहाँको दृश्य चाहिँ यस्तो छ। अनि चर्च प्रोफेटिस इलियस चर्च चाहिँ नि यो ढुङ्गाको कगडाको माथि टुप्पामा छ। त्यसको छाना छत चाहिँ अलिकति देखेको छ त्यहाँनिर यस्तो गरेर। अनि यसको मुनि चाहिँ झरना छ साथी। चर्चको मुनि चाहिँ झरना, सानो झरना पनि छ। त्यहाँको दृश्य चाहिँ यस्तो छ साथीहरू। झरना चाहिँ यसरी झरिरहेको छ साथीहरू। चर्च चाहिँ त्यही माथिको डाँडामा हो। हामी जाने चाहिँ यताबाट यसरी जाने हो। यहाँको दृश्य चाहिँ यस्तो छ। अनि यसको अपोजिट साइडमा चाहिँ नि समुद्र छ। अनि यहाँको वरिपरिको दृश्य चाहिँ यस्तो छ। यहाँ चाहिँ रुखमा यसरी यो बाँधिरहेको छ। किन बाँधेको हो चाहिँ थाहा भएन, यहाँ लेखेको चाहिँ छैन। यहाँ रुख चाहिँ यस्तो छ है। हामी चाहिँ यहाँबाट भर्याङबाट यसरी चढेर जानुपर्छ है साथीहरू। अबिना पखाइ बिस्तारी। बाफ्रे कति निलो आकाश। अनि यो सल्लाको रुख यसरी। मलाई चाहिँ फर्किँदाखेरि बनाइदियो, तिमीलाई चाहिँ अहिले म हिँड्दाखेरि बनाइदिन्छु। समुद्र देख्यो, एकदम राम्रो छ यो समुद्र। त्यो टर्कीसम्मको समुद्र हो यो। कति राम्रो फुल फुलिरहेको छ यहाँ यस्तो गरी। वाउ। ल हामी चाहिँ यो बाटो हिँड्नु पर्ने हो। अब माइन नगर गइसकेपछि वाउ अझ राम्रो देख्न थाल्यो। एकछिन पख। ल एक राउन्ड गर्छु यो। यहाँबाटको दृश्य चाहिँ यस्तो छ। हो हेलो साथीहरू, आज चाहिँ हामी आइपुगेका छौँ यो चर्चमा। हामी चाहिँ लगभग आइपुग्न लागिसक्यौँ। प्यारासुट, यहाँ चाहिँ एउटा प्यारासुट रहेछ। ओके। यतापट्टि नि गाउँ रहेछ। ओहो, बारीहरू, डाँडा काँडाहरू, चारैतिर समुद्र। अनि यहाँनिर चाहिँ यति ठुलो ककडा, यसको माथि चाहिँ चर्च। अब चर्च आइपुग्न लाग्यो साथीहरू। चर्च आइपुग्यो साथीहरू, चर्च आइपुग्यो।
यो चर्चको साथीहरू बाहिर चाहिँ यो हो। यो चर्चको वरिपरिको दृश्य चाहिँ यस्तो छ। हामी चाहिँ यो चर्चमा चाहिँ नि लार्नाकादेखि पारालिमीदेखि यहाँ आएको हो। यतापट्टि चाहिँ समुद्र छ। यो यसको वरिपरि चारैतिर समुद्रै समुद्र हो। समुद्र चाहिँ अलिकति टाढा टाढा छ। यतापट्टि चाहिँ टाढा छ यो डाँडाको पछाडितिर। यहाँ चाहिँ नजिकै छ। यहाँ चाहिँ रुखमा यस्तो कपडा सपडा यो यसरी के हो बाँधेको छ। यो चाहिँ के हो थाहा भएन है। यस्तो पनि छ यो पनि। साथी चाहिँ तलतिरको छ। के भनेको? अनि यसको तल पनि एउटा छ भनेको होइन? खोइ त यसको तल पनि एउटा छ त? छैन नि है, यति मात्र हो। ल आऊ है। यहाँको बाटो चाहिँ नि कस्तो यहाँनिर चाहिँ साँघुरो छ। हामी यहाँ चाहिँ यो चर्चको तलबाट यसरी गएर यसरी यहाँ चाहिँ ककडा यसरी काटेर बाटो बनाएको रहेछ। यसरी ल यहाँबाट म आएको चाहिँ भिडियो बनाइदियो ल। यहाँ चाहिँ यत्रो साँघुरो बाटो रहेछ। यहाँ चाहिँ यस्तो त्यहाँबाट तलबाट गर्दा ल। ल है साथीहरू, यो चाहिँ यस्तो छ। अनि यो भिडियोमा आज म यतिसम्म मात्र राख्छु। हुन्छ, सी यू नेक्स्ट भिडियो। लाइक सब्सक्राइब सेयर गर्न नभुल्नु है साथीहरू। हुन्छ।